हामीले 9 महिनामा के साधना गर्यौं र त्यो साधनाले उहाँहरूको लेभल साइकोलोजिकल लेभल कहाँ पुग्यो त्यसमाथि पनि हामी अलिकति प्रकाश पार्नुपर्छ। र पहिला एउटा म प्रयोग गर्छु मन्त्र योगको प्रयोग। मन्त्र योगको एउटा प्रयोग अहिले हामी जुन गर्दैछौँ, अब उहाँहरूले त 9 महिनामा यसलाई सिद्ध गरेको हो। मन्त्र सिद्ध गर्नलाई कमसेकम पनि एउटा मन्त्र सिद्ध गर्नलाई 1 लाखदेखि 1.25 लाख जप्नुपर्छ। र त्यो मन्त्र सिद्ध गरिसकेपछि एकचोटि त्यो मन्त्रको उच्चारणले पनि तपाईँको ऊर्जालाई स्वास्थ्य चाहिँ उठाइदिन्छ। अनि त्यो एक्सपेरिमेन्ट चाहिँ मैले अहिले किन पनि गर्नुपर्छ भन्नाले उहाँले हिँडेर आउनु भएकोले कतिलाई त जिरो भइरहेको छ, कतिलाई अलिअलि चाहिँ थकान पनि होला, तर यो मन्त्र योगपछि त्यो थकान पनि हट्छ। अब म त्यही प्रयोग गर्दैछु, यहाँहरूले ध्यानपूर्वक सुन्नु होला है। सारा ध्यान तेस्रो नेत्रमा, ठडाइमा ध्यान, ठडाइमा तेस्रो नेत्रमा, गहिरो गहिरो सास। Deeper, still deeper, still deeper. अझ गहिरो। ओके, शांत। और सारा ध्यान आज्ञा चक्र में। सुखी हुन्छौ। अब मैले अघि भने घाँस बाँस कपास यो रियल दुःख यो हो। घाँस पाएन भने मर्छ मान्छे, दुःख भयो। कपास भनेको लुगा फाटा पाएन भने जाडोले थुरथुर काँपेर मर्न सक्छ, यो पनि दुःख हो। अनि सुत्न पाएन भने, यानी छत छाना पाएन भने, सुत्न पाएन भने पनि मान्छे मर्न सक्छ। त्यसकारण घाँस बाँस कपास यो तीनवटा कुराबाट आउने दुःख साँच्चैको दुःख हो, रियल दुःख। अनि त्यसपछि मलाई यो भएन, त्यो भएन, त्यो भएन, त्यसकारण म दुखी छु, यो मन गढन्ते दुःख हो। त्यसकारण सर म्याम वास्तवमा भन्ने हो भने हामी दुःखबाट बाहिर आइसक्यौँ। वी डोन्ट ह्याभ पेन। कति दुःख छ जीवनमा, केही पनि छैन, विचार छ तपाईँसँग, द्याट्स अल। कति पनि छैन। तपाईँले खानु पाएन भने रियल दुःख हो, म खुवाइदिन्छु भन्न मिल्छ नि। लाउनु पाएन भने म लगाइदिन्छु भन्न मिल्छ नि। सुत्नु पाएन भने म कहाँ आउँछु त, अथवा म तिमीलाई छत बनाइदिन्छु, घर बनाइदिन्छु, त्यो भन्न मिल्छ। तर साँच्चै मान्छे मनबाट दुखी भयो भने कसैले केही गर्न सक्दैन। अहिले मैले जुन व्याख्या गरेको कुरा, यो 9 महिनामा हामीले के सिद्ध गर्न सफल भयौं त भन्नाले मान्छेको जीवनमा 5 चेन्ज भए पुग्छ। घाँस बाँस कपास अनि साधना। अनि 2 किसिमको साधना, स्ट्रक्चर्ड मेडिटेसन, स्ट्रक्चर्ड साधना जो चाहिँ हामी गरिरहेकै छौं, तर त्यतिले पुग्दैन। त्यो भन्दा डीपमा जानको लागि अनस्ट्रक्चर्ड मेडिटेसन, अक्रिया योग। त्यो भनेको के त भन्नाले हिँड्दाखेरि हिँड्नु ध्यान बनोस्, खाँदाखेरि खानु ध्यान बनोस्, श्रीमान श्रीमतीसँग बस्दाखेरि त्यो पनि ध्यान बनोस्। त्यसलाई हामी तन्त्र भन्छौँ। हाम्रो शास्त्रमा तन्त्र शास्त्र भन्ने छ नि, जहाँ प्रेम पनि सेक्स पनि मेडिटेसन बन्न सक्छ। भनेको मतलब एभ्रिथिङ अनि एनिथिङ क्यान बी मेडिटेसन। जे पनि मेडिटेसन हुन सक्छ। अनि मेडिटेसन माने के? थटलेसनेस। थटलेसनेस, थटलेसनेस माने के त? अपसर्जिङ पावर, पावर तलबाट माथि आउँछ। त्यसकारण हामीले यो 9 महिनामा 5 वटा कुरा सिद्ध के भयो भने घाँस बाँस कपास यो बेसिक कुरा भयो, त्यो त चाहियो।
त्यसपछि साधना चाहियो खुसी हुनको लागि। अनि त्यसपछि उनीहरू चुपचाप त बस्न सक्दैन। अनि जे काम गरियो त्यो चाहिँ कर्मयोग बन्छ। अनि यसरी नै त्यो कर्मयोगले आफ्नो जीवन बदल्छ, आफ्नो परिवेश बदल्छ र संसार बदल्न सक्छ। यही कुरालाई यहाँहरू समक्ष पनि शेयर गरौँ भनेर हामीले साँच्चै उहाँहरूको ऊर्जा एबन्डन्स एनर्जी आएको हो कि होइन, एबन्डन्स शान्ति ट्रान्सफर्मेसन भएको हो कि होइन, त्यो कुरा हेर्नकै लागि पनि हामीले यसपालिको यो यात्रा गोर्खासम्मको यात्रा राखेका हौँ।